गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया।
गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया।
गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्री सिद्धिविनायक नमो प्राश्चित्त नमस्तनन्ताय सहस्रमूर्तये सहस्र पर्नुभो लगाउनु भो ल अब देय ब्राह्मण तिलक एकजनाले गोविन्दाय नमो नमः श्रीमद्भागवत महापुरुष विष्णुरागीय प्रवर्तमानेषु सकल जगत सृष्टि कार्य ब्राह्मण की प्रादेशिक भागने आर्य अंतर्गत हिमवद पर्वत वश श्रीकेन खण्डके विभागे परिका मध्ये प्रथम खण्ड गुरुवन्नि शुभमादि षड्गरे सहित राशिकां संस्कृतं मम तथा भविष्य रुक्मागत ईश्वरी शर्माणां तथा अम्बिका मानव सगोदराणां अम्बिका हेमा हिमकुमारी गिरा कुमारी देवी नाम मनिका किरण हुमा तरुण माधवी षट्कोण उमा सविता सविता नामनी कन्याकुमारी सहित पुत्र पौत्रादि सहित अहम मम हाम्रा छोरा छोरी नाति नातिना दाजु भाइले शहीद भएका हामी प्रतिनिधि हौं भनेर बन्धुवर्ग आदि सहित मम भन्नुहोला। मम उत्तर अस विजय दुर्गम दारिद्र दुःख दुर्भिक्ष धर्मनेश्वर दुर्भाग्य उपसर्ग महामारी त्रासोलका पाप जन्मनि जन्मान्तरेवा सो कर्माभ्यास पश्चात बाल यौवन वार्धक्यावस्था सुतते सकाल मनु सहवी भूतै ज्ञानतो ज्ञानतो वाक्यर्तनं क्रियमाणानं परिश्रमाणानं च ज्ञाता ज्ञाता स्पर्श वज्र वज्रादि अगम्य गम्यानां परसंसर्ग जातानां चिरकाल सीतानां बहुनां भूमिदानां परनिन्दाति दोष निवृत्तं कायिक वाक्क्षेप्रक शुद्धिपूर्वकं परिश्रणं ठाकुर प्रसाद कुमार जुटिका बन्धन चूडाकर्ण उपनयनादि वर्तमानादि कर्मणि निमित्तकं च गायत्री देवी पूजनादि कर्मणि तथा च फल्यादि सुख पूर्वकं परत्र विष्णु लोकादि बापी पूर्वक मोक्ष लाभ निग्रह पूजनं लक्ष्मीनारायणस्य यदापि पूजनं पूर्वं गत्वेन पितृ ब्राह्मण द्वारा श्रीमद् भागवत महापुराण पाठ पारायण कर्मणि वेद सप्तशती गीता पाठ पारायण तिरि तंतु निर्मितान तिरि त्रय लक्ष अधिक संख्या शब्द दंत निदान एक लक्ष वृद्धिका प्रज्वलन दीपदानादि कर्म कर्मणि ब्राह्मण पुराणादि पुण्यवाचनादि शिवाचनादि कर्मणि तथा च गीता सप्तशती ब्राह्मणादिकं सम्पर्दते एकं धनञ्जयको तद्महे तत्सन्नमः ल अब त्यो कुसको हरि ओम तुलसीका सबै एउटा नोट साथ एकजना भाइले गरे हुन्छ यता दुईटा गाई हो यताको दुईजना हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जा जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त जय जय दुर्गा माता करतव यन्तु विसदो देवानां भद्रासुमतेरे जोयता देवानां देवानायो प्रतिरन्तो जीवसे तान् पूर्वया निविदाउ मये पयं भागं मित्रमादितिं गच्छमसिदं मा हर्यवणं वरुणगो सोममस्विना सरस्वतीना शुभगुवातु मे सदं तन्माता पृथिवी तत्पिता जौ तदग्रावजेता वेदसामसद्भिर्दे रक्षिता पायुरब्धः स्वस्तये स्वस्ति न इन्द्र धृतसर्वा स्वस्ति नः पूगा विश्ववेदा विगतस्वा मरुतः कृष्णिमातरः
शुभं जावयो देवा अवसागमन्य भद्रं करो शतमिन्नु शरदो अन्तिदे शन्तनु नाम पुत्रासो यत्र पितरो भवन्ति मानो मद्यरिति माता स पिता स पुत्रः विश्वे देवा अदिति पञ्चजना अदितिजातमदितिजरित्रम् यो शान्ति वनस्पतय शान्तिर्विश्वे देवा शान्ति ब्रह्म शान्ति सर्वगो शान्ति शान्तिरेव शान्ति 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 भवतु। श्रीमन्महागणाधिपतये नमः। श्री हरिहरात्मक मातृ पितृ चरण कमलेभ्यो नमः। इष्ट देवताभ्यो नमः। कुल देवताभ्यो नमः। ग्राम देवताभ्यो नमः। वास्तु देवताभ्यो नमः। स्थान देवताभ्यो नमः। सर्वेभ्यो देवेभ्यो नमः। सर्वेभ्यो वेदेभ्यो नमः। सर्वेभ्यो पितृभ्यो नमः। सर्वेभ्यो ब्राह्मणेभ्यो नमः। सिद्धि बुद्धि सहिताय श्रीमन्महागणाधिपतये नमः। विघ्नमस्तु। सुमुखाय चैकदन्तस्य कपिलो गजकर्णक लम्बोदरस्य विकटो विघ्ननाशो गणाधिप धूम्रके दुर्गणाध्यक्षो बालचन्द्रो गजानन द्वादशैतानि नामानि य पठेत् यादवे विद्यायै नमः। सर्वमङ्गलमङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमस्तुते। सर्वदा सर्वकार्येषु नास्ति तेषां मङ्गलम्। येषां हृदयस्थ भगवान् सूत्रय त्रिभुवनेश्वर देवादि सन्तु न सिद्धिं प्रमेशानाथनाथन विशेषं माधवं दण्डिं दण्डपाणिं च भैरवं वन्दा। हे भगवान तपाईहरुले भन्नु है हजुरहरूलाई सम्झिकन हामीले पितृको स्मरण गर्यौं भगवानहरुको स्मरण गर्यौं थानी मण्डलीय भगवानहरुको पनि स्मरण गर्यौं। हामीले जुन कार्य 84 को मुख्य कार्य साथमा चाहिँ एका व्रतबन्ध लक्ष्यवर्ती लगायतका कार्य गर्दैछौं। सबभन्दा पहिला हामीले स्वस्ति वाचन गरेर भगवानहरु पितृलाई स्मरण गर्यौं। तत्त किसिमले चाहिँ यो कार्य कुनै विघ्न बाधा नपरिकन सम्पन्न पनि होस्। देव पितृहरु खुसी भएर प्रसन्न भएर हामीहरुलाई शुभ आशीर्वाद प्राप्त हुँदै जाओस्। भगवानहरुमा अझ पनि अझै चित्त बढ्दै जाओस्। हे भगवान हजुरहरुकै शरणमा छम। यस्तो मनमा नबनेर त्यो टपरीमा तिर्नु भयो हैन। हरिम तत्सत हरिम तत्सत हरिम तत्सत विष्णु 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 श्रीमद् भगवद्गीता बुद्धि प्रसाद शर्मा मम तथा भविष्वर रुक्मागत ईश्वरी प्रसाद माधव गणेश शर्माणाम तथा जो माणव सुगुद्राणाम अंबिका हेमा खिम कुमारी गिरा कुमारी देवी नामी देवीयाम तथा दीपिका मणिका किरण उमा तरुण माधवेश्वरी गौड़ उमा पुत्र संतोष प्रसन्नाथ पाय महेन्द्र एकादश रुद्री जलधारा कर्मणि पितृ उच्चारणार्थ निमित्त गंज तंत्र निवेदन द्वैल छति संख्या सप्ततंत्र निवेदनी तथा च गायत्री देवी रविदेवता नारायणादि एकायन श्रीमद् भागवत महापुराण पुराण पाठ कर्मणि तथा वेदस्किन पूजन श्री गणेशादि अतिथि देवता प्रतिदेवता पूजन देवैनादि सहित चन्द्रहरि पूजन आइकन समर्पण भनेको निधारमा हात लैजानु। नमस्तनन्ताय सहस्रमूर्तये सहस्रपादक शिशिरुर्वावे सहस्रमृगसा शाश्वते सहस्रकोटिधारिणे नमः। अब हातमा फुल्लेर दियाको प्रार्थना गर्नु। नवः कमलनाभाय विशेषतः मम पूर्व संकल्पितेन कर्म कर्मणि तत कर्म निर्विघ्नतया समाप्त्यर्थं श्री गणेश पूजनं च वयं करिष्यामहे। अब हात फुल्लेर गणेशजीको ध्यान गर्नु। अशुतं शोक विनाशकारकं नमामि विघ्नविनायकं श्रीमन्महागणाधिपतये नमः। ध्यानं समर्पयामि। ए बाबु हजुरले त्यहाँ नजिकै चढाउनु ती पुस्का गणेश ठडिनु भएको छ कुनै एउटा पत्रीमा राख्नु पछि ल्याएर चढाइदिनु पर्छ। अब परेको ठाउँ सम्झेर त्यहाँ फुल नक्षत्र चढाउनु। गणेशलाई पूजा गर्दा रात शुभदायकाय नमः। अब त्यतिपतिको हवामहे निधिपतिको हवामहे पशु मम अहम हजुर भनेर फुल त्यहाँ चढाइदिनु गणेशजीलाई भनेर अहिले पत्रीमा राख्नु। तपाईहरुले नजिकै हुनुहुन्छ त्यहाँ चढाउनु। समग्र चढाउँदाखेरि यथावत चढाउन मिल्छ के
पाँचको हृदय पूजा गरी मनेर फुल चन्दा चोला केही चढाउनु ठुलो कण्ठाले कण्ठ पूजा हामी घाँटी पूजा गर्यो स्कन्द काँड पूजा गर्यो पाँच हस्ताले हस्त पूजा हामी गज उत्राइलो मुख पूजा लडा पूजा सर्विस श्री पूजा हामी अब त्यहाँ अबिर सिन्दुर के छ महिलाहरूले चढाइदिनु न अबिर सिन्दुर चढाइदिनु सिन्दुरम रत्नम सौभाग्यम शुभवर्धनम शुभदम कामदम चैव सिन्दुरम प्रतिहृदम भोलवस सिद्धपति सहित सिन्दुर मागणादिक सिन्दुरादिको समर्पयामि अब परमं पवित्रं शोकविनाशकारकं नमामि विघ्नेश्वर पादपङ्कजम्। हे गणेश भगवान हामीसित जे जसो सामग्री सम्पादन थियो त्यही वस्तुले समर्पित छँदैछ त्यसैले स्वीकारेर हाम्रा त्यो फुल चढाइदिनु गणेशजी महाराजलाई तपाईँले पूजा गरेका। अब कलशको पूजा गर्ने हामीले मनो खसिदिने सविता पाणी प्रत्येक कलशको भाव हुन रोजाली व्रत सुसारो संस्रण रुक्षधार कसरी गुरुमा विशदान्तरी तीर्थको जल चढाइयो भनेर अब चाहिँ गङ्गे चाहिँ गोदावरी सरस्वती नदी सिन्धुले जन्मिन्छ चत्तको आशा ओङ्गी फल भनेको सुपारी चढाइदिनु कलशमा ओङ्गी फल सुपारी चढाइदिनु चन्दन चढाइदिनु पहिलो रातो चन्दन गन्ध तर दशनी तप शङ्कर खिडी ईश्वरी सर्वोदन धामी उपैश्री यच्छा भाषारीत प्रजात तस्मात् दण्डदेहि चित्र उपयमग्रि दोषी बृहस्पति ओम अम्बे अम्बिकिं बालिके नमानैतिक संस। अब त्यति गरिसकेपछि अब पूजा भयो तत्पश्चात् आदिवली पृथ्वी जलदो शान्तिदेव कुलदेवी सकल सन्नु भवशरवदा। हे वरुण भगवान हजुरलाई कोटि कोटि प्रणाम छ भनेर त्यही कलशमा फुल चढाइदिनु र फुलले चढाएका फुलहरू पनि अब के गर्नु भने कलशमा धेरै देवताहरू हुनुहुन्छ उहाँहरूलाई पवित्रमसी सतदारम सो पवित्रमसी सतदारम एव सत्ता सम्झा पुनादो सो पवित्र सतदारेण सुराम दुच्छ भयो हैन सटपट गर्छ ल। अब सर्वेनुकूला गरहा नभई गराहरू पनि शान्त भइकन हामीलाई अनुकूलता भनेको प्रतिकूल नभइकन अनुकूलतामा हजुरहरू रहनुहोला। हजुरलाई कोटि कोटि नमस्कार छ भनेर त्यही नौकरलाई सम्झेर फुल चढाइदिनु कलशमा। सक्रीतकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णु शिरसा चतुर्भुजम्। साम्ब गणपति पञ्चायतले बेलामा गणपति आदिका पञ्चाङ्ग देवतालाई चढाइसकेपछि विष्णु भगवानलाई तुलसी पनि। अब यो पूर्व लिङ्गको पूजा गर्नु लिङ्गमा समुद्रमा आफ्नो साइडमा भएका कलशमा फुल नक्षत्र चढाउने लिङ्गमा पूजा गर्नु भने हुनाले लिङ्गमा ती 14 लोकलाई सम्झेर फुल चन्दन अक्षता चढाएर पूजा गर्नु। लिङ्गेषु सप्त समुद्रे सप्त गौरव सुषमादेव्यो नमः गन्धपुष्पाणि तरले दक्षिणां समर्पयामि। अनि बोलाएर चन्दन लगाइदिनु पैसा दिनु के फल। अब नौकरलाई हातमा फुल लिएर प्रार्थना गरौँ। ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुध यो विद्रिदानगम्यं वन्दे विष्णुं भव्यहरं सर्वलोकैकनाथं। ब्रह्म विष्णु महेश्वर देवताभ्यो नमः। जय हो शंकरा आदिदेव शंकरा तेरे जाप के बिना चले ये सांस किस तरह। मेरा कर्म तू ही जाने क्या बुरा है क्या भला। तेरे रास्ते पे मैं तो आंख मूंद के चला। तेरे नाम की जोत ने सारा हर लिया तमस मेरा। Go
सरदेवानं धूपोऽयं प्रतिगृह्यताम् धूपमाग्रापयामि आवाहित पूजित स्थापित सर्वेभ्यो निरापहं प्रत्यक्षदीपं दर्शयामि आवाहित पूजित स्थापित लोका आकल्पयन्ना ॐ प्राणाय स्वाहा ॐ अपानाय स्वाहा ॐ ज्वालामालिन्यै नमः आरातिरूपै नमः स्वाहा सूर्य ज्योतिर्ज्योति सूर्य स्वाहा अग्निर्वर्ज ज्योतिर्वर्ज स्वाहा सूर्य वर्ज ज्योति सूर्य सूर्य ज्योति स्वाहा कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रः त्वमेव माता च विधातमेव त्वमेव बन्धु च सखा त्वमेव सर्वं मम देव यसो दाहिने घुमेर बस्नुहोस् ॐ चन्द्रादित्यौ च धरणे विद्युदग्नि तथैव च त्वमेव सर्वज्योतिर्गेण मुख्यमय चन्द्रदेवस्तानि कर्माणि प्रथमान्यसन्नः ते अनाकं मया सन्ति देवाः ॐ नमक्रौधावा भूमि वनजं देवैकः दिगरीसुताय गणनाथ नमो नमस्ते त्रयीमवाय त्रिगुणात्मधारिणे गिरिञ्चिनारातमीश्वरी देवी चराचरस्य सशङ्खचक्रं ससगुरुभुवं वन्दे देवभुमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणभूषश्रीभूमिसुतौ बुधस्य गुरुस्य सूत्रसनिर्सौ जय जय करुणाब्दे श्रीमहादेव शम्भो नाम संकीर्तनस्य सर्वपापप्रणाशनं उमामेश्वर भगवान को लक्ष्मी नारायण भगवान को सूर्यनारायण भगवान को सावित्री माता को राधा कृष्ण भगवान को पवन सुत हनुमान को राधा कृष्ण भगवान को वैश्वानर भगवान को यज्ञ भागवत महापुराण को चारों वेदारों को सत्य सनातन वैदिक धर्म को हिमा मात्री को भानु पित्री को उपकला मात्री को वसुंधरा मात्री को प्रजापति पित्री को पार्वती मात्री को गुणाराम पित्री को हलिया मात्री को नंदराम पित्री को ललिता मात्री को हरिवंश पित्री को देवका मात्री को लालू पित्री को लक्ष्मी मात्री को ज्ञानराज पित्री को हरिकला मात्री को केतरण पित्री को मसूरी मात्री को सच्ची सनातन धर्म को हर 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 महादेव श्री राधे सचोदाग्ने शिवर्चो मे देहि अग्ने जन्मे तन्वा औडं तन्वा पुनः हीरागो हवे प्रजननं मे अस्तु धर्मं बहुलं मे करोतं मम पयो रेतस्व सुदत्ता ओम आदौ चतुस्वा बदलै तदुसे बहुमा विदेवरा आरार्थितं भक्तजनं प्रकुर्यात् सांगपदक्रमो मनिषदैरे गायन्तीं सामगा ध्यानावस्थगतेन मनसा पश्यन्ति यं योगिनो यश्यन्तं शक्ति सहित सवाहन सहित हजुरहरु हाम्रो यज्ञमा यहाँ विराजमान हुनु भनेर त्यहाँ चढाइदिनु ब्रह्मा विष्णु महेश्वरलाई चढाइदिनु ल फुल साइडमा राख्दिनु उहाँहरूलाई तपाईले ध्यानमा सम्झियो जस्तो तपाईहरुले कसैलाई निम्ता गर्न पर्यो जमाईले निम्ता गर्न बिर्सिए त भन्नु भने के गर्नुहुन्छ जमाईको स्वरूप सम्झिनुहुन्छ पहिला
ज्ञान बल धर्मार्थ काम सिद्ध प्रियो भय शुभा भव शुभायन सन्निधम तु सदा देव स्वाचयन परिकल्पय भगवान् देव देवेश तपिता सर्वदेहिनम हीन रूपेण भगवान् त्वया व्यक्त चराचरम ज्ञान तो ज्ञान को वापी यावद विधि अनुष्ठितम सदिराजो सदातो अतिरिक्त सर्वभूत मधुपुरा आत्मनि समवे परमावेश नस्तुतिताय किन्तै भगवानलाई परमात्मा महेश्वर भगवानलाई उहाँका शक्ति सहितलाई हामीले चढाए भन्ने मनमा सम्झिनु होला नसम्झिकन भने त्यो व्यर्थै हुन्छ किन चढाउँदा किनकि भनेर चढाउनु भूमि मधुपुरा अब स्नानी जल चढाइदिनु गंगा जल मयानित पवित्र सुपनहर भक्तापित सुरसित किरण पुरुषोत्तम तस्मात् एत्य सर्वभूत सम्पृक्त प्रगत चपसुत सप्यताय विद्यारण गिराम सजे स्नान जल समर्पयामि लक्ष्मी नारायण ब्रह्माविणम सदेवता ब्रह्म मधुपर्क भनेको के भने एउटा रिक्त भयो त एउटीले हातमा राख्नु अब शुद्ध जल चढाइदिनु फेरि गंगा सरस्वती रेवा पनि नर्मदा जल देवी देश तपस तरलसे त्वन्ता शिवाको सकमा सह परिददे त्यस्तै हो शर्करा यमलोकवयत्रास्ता शरणगत प्रभु खण्डस्नाने देश महापुरुष सुख निध शर्करा स्नान समर्पयामि शुद्ध दकेन शुद्ध दकेन समर्पयामि ब्रह्मादि सदस्य देवता नमः अब लाइदिएर छ्यान्न बारिदिनु कहाँ छ्यान्न हुन्छ अब चन्दन लाइदिनुस् यहाँ पहिलो चन्दन ट्याक्टर अष्टगन्ध थियो नि त्यहाँ राखेको यति राख्नुहोस् चन्दन भनेको बसाउनु हुनुपर्छ तपाईँले ऐपछि पनि पूजा गर्नुभयो भने केसरी राख्नुभयो भने त्यहाँ अनिवार्य रूपमा कपुर मिचेर राख्नु होला कपुर राखेपछि त्यो बसाउँछ चन्दन भनेको बसाउने हो पहिला श्रीखण्डको चन्दन घोट्ने बसाउँथ्यो पुष्पाणि समर्पयामि मालत्यादीनि सुगन्धानि मालत्यादीनि वे प्रभो मया नीतानि पुष्पाणि पूजार्थं प्रतिक्रियताम् यद्वर्गमेतुदयामि जगदीश्वरमे पर्सिद पुष्पाणि समर्पयामि ब्रह्माण्डमा संहिताभ्यो नमो नमः पाव पूजामि हातहरू पूजा गर्यो तेजरुवेन तरुजे छातीमा पूजा गर्यो निशक्रान पक्षम छाती हामी जंगहरू पूजा गर्यो शुभग्रह गुरु पूजामि गुरु पूजा गर्यो समझो जाति पूजामि चतुर्वेन गुल्फन बलियामा पूजा गर्यो पादो पूजामि भनेको भगवानका पाउ भनेको खुट्टाहरू पूजा गर्यो पाद अग्रय भनेको अगाडिको भाग पूजा गर्यो दात्रे न पाद पूजामि विदात्रे जंग पूजामि सस्मे गुरु पूजामि प्रजापते नमः मित्र पूजामि प्रवेशने कपटी पूजामि अंगे उपायन नाभि पूजामि वेदसन भाव पूजामि दामोदरने कंठ पूजामि पदन हृदय पूजामि भगवान बस्ने हृदयको पूजा गर्यो हाम्रो हृदयमा पनि तपाईको वास होस् भगवान अनि पूजा गर्नु हृदयमा मुख पूजामि बरबडेमा शिर पूजामि विष्णु सर्वांग पूजामि हे भगवान हजुरहरुका सबै अंगहरुको पूजा गर्यो लोक गमनार्थं साहित्य पद प्राप्ति निमित्तकम च ब्रह्मा विष्णु महेश्वर देवता तत्त देवता प्रीत्यर्थम यथा संख्यका नियमा यथा संख्यक धन्य धन्य वैजंत देवतां निर्माणे कुर्वन्नासन् नदीयानाक महिमानः शतमुद्रे सादाः सन्तीवः अदिव्यः सम्प्रजः प्रदरे सविश्वकर्मणः श्रमवर्ताग्रे तस्मदशावि रतद्रूपमेति तन्मर्ते सदेवत्वमाजानमग्रे वीरामेकं पुरुषमान्तमादित्यवर्णतमसा परस्तातः तमे वेदिता पृथुमेति नन्यपन्तादिदेय नाया प्रवृत्ति चलति गर्भे अन्तर्जायमानो बुधा विजायते माथि का शिवोना शुभना भावा रोगाव्याम हे भगवान हजुरहरुलाई बोलाइकन हामीले यावत किसिमले पूजा गर्यौं जस्तो सामग्री त्यसैले पूजा गर्यौं कमी बेसी भयो क्षमा गर्नु होला अब धेरै पटक पनि पूजा भइसक्यो तिनलाई यहाँबाट उठ्छौं र यसो चियापान भनौं न पानी त अब त्यो बत्तीले तपाईले
अगरबत्ती साक्षी राखेको कपुरमा जलाइदियो ज्योतिरग्नि स्वाहा सूर्य ज्योतिर्ज्योति सूर्य स्वाहा अग्निर्भरज ज्योतिर्भरज स्वागणपति गो हवामहे प्रियाणा स्वाप्रियपति गो हवा अब त्यो आरती ओम अग्निर्ज्योतिर्ज्योतिरग्नि स्वाहा जय गिरिराज जय शिव शंकर शंभो सुपति जगदीश हर हर महादेव गिरि कैलाश निवास चगण संसाचारी माला सकल मायारी ओम हर हर महादेव करमा शिव प्रभु का भूषण कविराजित भूषण कविराजित बागंबर तनमे दीननयन मादा शिव ज्योति छदीप सदा बाण वृषभ मनोहर भस्म विलेपन सुंदर शिरमा चंद्रकला शिव शिरमा चंद्रकला कल कल बक्षिणरजं कल कल बक्षिणरजं गंगा पुण्य जला महेश्वर प्रभु का रूप शवे श्रेष्ठ स्थिति लय सर्वं श्रेष्ठ स्थिति लय सर्वं श्रेष्ठ स्थिति लय सर्वं शिव लीला प्रभु के ओम हर हर शिव प्रभु को वर्णन नगरी शिव निशिदिन ध्यान गमानंद मगन भई परमानंद मगन रे सच्चिदानंद परात पर जनहितकारी जय जय सांब सदा शिव जय जय सांब सदा शिव जय जय त्रिपुरारी ओम हर हर महादेव ओम जय जगदीश रे प्रभु जय जगदीश रे प्रभु का चरण जगदीश प्रेम स्वरूप प्रभु प्रेम सदे बाब कपूर क्षमंगासी प्रभु करुण विनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक स्वामी प्रभु त्रिभुवन का स्वामी सुधर साओ प्रेम सुख परवामी ओम जय जगदीश भक्ति सुधर साओ शरण परवामी ओम जय जय सुखदाता सुखदाता गुणानुरूप भगवती हो हरिहर दाता ओम जय जगदीश रे युग युग पालन करे पदरे परब अगणित रूप धरे लीलामय रस विग्रह लीलामय धरे
समता शांति प्रदायक जनहितकारे शरण 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 अब पाऊं दया जगदीश्वरे सौम्यम सुर शरिकाय अविरल धातु अविरल धातु अविरल धारवो प्रभु वीर जाति जन्म भये कोई जन्म भये कोई प्रभु प्रेम सो जय जगदीश जगयो दिन दिन सिंधु तारो जय जगदीश रे सदा वसन्तं हृदया भवानी सहितं नमामि करचरण कीर्तन कायजं कर्मजं वा शरण संभावरार्धं विहितं वा सर्वमेतत्क्षमस्व जय जय करुणाब्धे श्रीमेश्वरि परमेशं तमेश्वरी देवी चराचरैष रत्नैकदानं च दिव्यं वरं बिल्वपत्रचितं पुष्पं च धूपं तथा दीपं देवदयनिधिता सुवर्णेन रत्नचन्दरचिते सात्विकं पायसं मोक्षं पञ्चविधं पयोदरीपं ताम्बूलं मनसा मया विरचितं भक्तापर्वस्वीकुरु सादर्शकं निर्मलं सहचराशरीरं क्रियं पूजाति विषया प्रभुवे संचार पदयो स्तोत्राणि सर्वागिरो भूतमराधनम् करचरण कृतं वा कायजं कर्मजं वा जय जय करुणाब्धे श्रीनाथेव संभव अगरबत्ती आओ कपूर है आरती वाले इन्हें मैं कपूर हंसा भी लेना सांजे जगाओ भक्त आरती जगाओ सांजे जगाओ भक्त आरती जगाओ आरती को बेला भयो भक्त हो हरि कीर्तन गाओ हरि हरि आरती को बेला भयो भक्त हो हरि कीर्तन गाओ लेऊ हरि कै नाम भक्त जापन हरि कै नाम लेऊ हरि कै नाम भक्त जापन हरि कै नाम हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त 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 हरि पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशा हरे 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 कृष्ण हरे
ल हो यो त सबै कीर्तन गाउने ठाउँ पनि त हो त यो त यो होगा यो टोलका यो होगाको ठाउँ त कति राम्रो कीर्तन गाउने टोली हुनुहुन्थ्यो हो त्यही भएर सबैले भन्नुभएको छ यो Hare Rama, Rama Rama, Hare Hare, Hare Krishna, Narayana Narayana, Narayana Sriman Narayana Narayana, Narayana Sriman Narayana Narayana. Sriman Narayana 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 Sriman Narayana 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 Sriman Narayana 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 Sriman 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 Narayana Narayana Sriman Narayana 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 Sriman Narayana Narayana Sriman Narayana 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 Sriman Narayana Narayana Lakshmi Narayana Bhagavan ko Jaya Ganesha Jaya Ganesha Jaya Jaya Lambodara Jaya Ganesha Jaya Jaya Ganesha Jaya Jaya Lambodara Ganesha Jaya Jaya Lambodara Jaya Ganesha Jaya Ganesha Jaya Ganesha Jaya Jaya Lambodara Jaya Ganesha Jaya Ganesha Jaya Ganesha Jaya Jaya Lambodara Jaya Ganesha Jaya Ganesha एक बार गणेश जी को जया जया माता को नमः शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय हरि नमः शिवाय
नमः शिवाय ॐ नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय ॐ नमो भगवते वासुदेवाय हरि नमः शिवाय नमः शिवाय ॐ नमो भगवते हरि नमः शिवाय नमः शिवाय ॐ नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय ॐ नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय ॐ नमो भगवते वासुदेवाय ॐ हरे लक्ष्मी नारायण भगवान को उमामहेश्वर भगवान को एकैछिन वाद्यवादनहरूलाई पाइने सवारी सुमाबाट भारी पाइने पाइने होला सवारी सुमाबाट भारी पाइने होला सवारी सेवाबाट 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 भारी दश पुराणहरूको श्रीमद् भागवत महापुराणको भगवती सिद्धहरूको उहाँहरू पनि निकै चाहिँ हर्षित भएर निकै क्रियाशील भएर गर्नुभयो भगवानले सबैजनाको चाहिँ कल्याण गर्नुहोस् सबैजनाले भगवानको नाममा चाहिँ नाम संकीर्तन उसको टुक्रो देऊ बाबु शुद्ध ये जो अधिपति बदसमान तथा अनुसारी मानव सर्वणम अम्बिकानंदितां हेमनंदितां हिमकुमारी नंदितां हीराकुमारी नंदितां देवी नंदितां ये सबै अब हातमा फुल लिएर त्यसपछि प्रार्थना प्रभु को सांब सदा शिवजी को चारै वेदहरूको 18 पुराणहरूको 18 उपपुराणहरूको नवग्रहहरूको अग्नि देवताको ब्रह्मा विष्णु महेश्वर भगवानको लक्ष्मी माताको सरस्वती माताको दुर्गा क्षेत्रको छत्रदेव बाबाको नेपाल जननीको पुष्प क्षेत्रको कर्ताका स्वर्गीय पितृहरूको माता महादेव आगन्तुक अतिथिहरूको कन्याकुमारीहरूको सचित सनातन धर्मको सचित जय 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 श्री राम शाम भगवान जगन्नाथकारपं अस्ते स्वादिकमतं वन्दे तां परमेश्वरी देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्
आधा फुल्नु छै प्रकार गरी भक्ताच जगन्नाथ नारायण तोता देवं समापहेत देव देव जगन्नाथ भक्तानं कारका रथा तंत्र जगन्नाथ हम यासे शीघ्रं कार्य प्रणव मध्ये प्रथम खण्ड 1 नम्बर वडा हुँगा मध्ये टोलगा निवासी को सहस्र चन्द्र दर्शन 1000 चन्द्रमाको दर्शन उहाँले गरिसक्नु भएको हुनाले प्रारम्भ गर्नुभयो एउटा यज्ञ आयोजना गर्नुभयो उहाँ बुद्धि प्रसादजी को 84 पूजा दियो यो दिइसकेपछि फेरि कति बेला जल अशुद्ध हुन्छ परमात्मा बाप कहाँ हुन्छ त जल लो मैले यो पिण्ड दे भनेर दिनुभयो अनि पितृहरू त्यो पिण्ड दिनेका दिनलाई पत्नी छन् अथवा बुहारीहरू छन् अथवा कोही हुनुहुन्छ पिण्ड पूजा गर्न पण्डितले पिण्ड पूजा गर्न बोलाउनुहुन्छ नि गुरुले अन्ताय नमस्तुभ्यं आफ्नो ससुराको पिताको अथवा आफ्नो पतिको त्यो पिण्ड दिने काममा फुल चढाउने आमाहरू चढाउनु हो त्यो फुल चढाउनाले मात्रै यस दिनमा 364 दिन तृप्ति हुन्छ यस कारणले पनि एकतिर लगाउन हाल्ने ठुलो यस कारणले पटुक्रा लिन तयारी हुनुभयो एउटा शर्त राख्नु त्यति बेलासम्म आमाहरूले सन्तान पैदा गर्दा एउटा मात्रै सन्तान पैदा गर्नुहुन्थ्यो चाहे छोरो होस् चाहे छोरी होस् चाहे बाँचो चाहे नबाँचो एक पटक मात्रै गर्भधारण गरेपछि फेरि अरू त 2 बेर केरा पचाउन्न त्यस्तै खालको उहाँहरूसित शक्ति मात्रै त्यति थियो अनि के भन्नुभयो भने यस्तो क्रमले त हाम्रो शर्त के छ भने हामीले इच्छा अनुसारको सन्तान उत्पादन गर्ने शक्ति थियो कहिले हुन्छ 13-14 वर्षको उमेर पछि 45-50 वर्षसम्मको उमेरमा ऋतुमती हुनुहुन्छ त्यो नराम्रो चाहिँ होइन है ऋतुमती हुनु भनेको त फल्नको लागि हामीले लगाएको कुनै बोट बिरुवा फल्नको लागि फुल्यो भने हामी के हुन्छौँ खुसी हुन्छौँ प्रसन्न शब्द धातुबाट शरीर बनेको छ मिठो तोते बोली सिकाउँछिन् तोते बोली सिकाउँछिन् यसैले त्यस्ती आमालाई पनि छोडे भन्छन् कि त्यस्ती आमालाई पनि छोडे अझ आमाको महत्त्व त त्यति मात्रै कहाँ हो र राखेर काखमा नानी कहिले गीत गाउँछिन् थुम्याउँछिन् हातले थुम्याउँछिन् अब बच्चा उठ्छ कि भने नउठ्छ भने थुम्याए पनि आमाले गर्नुहुन्छ यसरी राखेर काखमा नानी कहिले गीत गाउँछिन् कहिले गीत गाएर पनि बुलाउँछिन् त्यस्तो गरिन् मलाई नानी उड्छ भनी राति अल्प अल्प निदाउने नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने चाउँछिन् त्यस्ती आमा हुन् त्यस्ती आमालाई पनि छोडेर आए त्यस्तै बाउले पनि ए नानी तिमीलाई के चाहियो भनेर ल्याइदिनुहुन्थ्यो आस्कोटमा राखेर ल्याइदिएको खानेकुरा आफूले नखाइकन हामीलाई हुर्काउनु हो बच्चालाई हुर्काएको त त्यसरी हो त बाउले आमाले आफूले खुट्टामा चप्पल नलाइकन चप्पल किनिदिएको हो आफूले जुत्ता नलाउनेले जुत्ता किनिदिएको हो आफूलाई खानिदिएको खानेकुरा लुकाएर ल्याएर हुर्काएको हो आमाले पटुकामा लुकाएर ल्याएको बाउले चाहिँ आस्कोटमा लुकाएर ल्याएको यसरी हुर्काएको आज चाहिँ दाइ भाइले पनि प्यारो गरेर मलाई पठाइदिएको त्यस कारण त्यस्तालाई पनि छोडेर म आएँ कुनै हुँदैनन् देवता पनि जननी तुल्य बडा हुँदैनन् माता छँदा घर तपो वन तुल्य हुन्छ माता बिना परम कुरा छ सुन उहाँहरूलाई कुनै तीर्थ व्रत गर्नको जरुरी छैन बाबुआमाको सेवा गर्ने सासु ससुराको सेवा गर्ने मान्छेलाई तीर्थ जान नहुन नगए पनि केही पाप छैन किनभने उहाँको लागि तीर्थ त घरै हो भने सुखै सुख दिल उनमा तयार माता बितेपछि यहाँ
अब के छ सार। यस कारणले बाबुआमा नै सार हुन् जिन्दगीका, त्यस्तालाई पनि छोडेर म आएँ। तब तपाईँले मलाई हेर्नुहोस् भनेर यस्तो वेदना गरिन्। अब के भयो भनेदेखि अनि याजक मुनिलाई सोधिन् ती लक्षणाले, याजक मुनि जब तपाईँले त भन्नुभयो लक्ष्यवर्तीका काटेपछि स्त्रीहरू दुःख पर्दैन बालेपछि भन्नुभयो, अब त्यसो भए ती भर्खर तिनीका पति बित्दैछन् र उनी विधवा हुँदैछन् भने तिनका पति कसरी बाँच्छन् त त्यो कुरा बताउनुहोस्, नत्र मैले पत्याउन्न भनिन्। अनि याजक मुनिले के गर्नु भने सबै प्रकारका बत्तीहरू काट्न लगाउनु भयो। पैसा रहेछ देवतीको पनि ल्याउ त 40,000 जेकेर, कहाँको 40,000 दिने 20,000 दिने भए दिन्छु, सबै त दिने राख्नु पर्ने। फेरि अत्तो पर्दा माग्दा झ्याप्प दिन पर्छ, फेरि भर त हुन्न नि, फेरि अत्तो पर्यो भनेर माग्नु त भर त छैन नि। यस कारणले साँची हुनुपर्छ। भोलि भने आमालाई पनि सबै सक्यो भने अलिकति राख्नु होला, दिँदै दिँदैन नि के अरे त्यसरी काम चलाउनु पर्छ। त्यही भएर सबै ननिखार्नु भन्नु। त्यही भएर तिनी बाटी रहेछ लक्ष्मीलाई निखारी रहेछन्, पैसा राखिरहेछन्, झ्याप्पै निकालेर बत्ती किनेर लिएर सरदाम जुटाइन्, बत्ती बाली सबै कुरा ठिकठाक हो। जन्मै भरि असल छ त कर्म गरिनन्, यिनै दोस्रो जन्मै भरि सुख दिने भाग्य बनिनन्। अघिल्ला जन्ममा गरिएका सबै पुण्यको कारणले अहिले सुख शान्ति र चयन भयो। यस कारणले अहिले जे जसो गरिन्छ तिनी पछिलाई फेरि भन्ने छन्। पहिलेको कमाए जतिको सक्यो भने, बैङ्कमा भएका पैसा जति निकालेर सक्यो भने हुन्छ त, जम्मा गर्दै निकाल्दै भने पछिलाई हुन्छ। पुण्य पनि त्यस्तै हो, त्यसकारणले पुण्य गर्नु भन्नुभयो। प्रत्येक महिनाको पुण्यमै कसो भजन गाउने रातभरि औरत कीर्तन गर्ने ठाउँ हो। तलपट्टि रुद्रावती बगेकी छन्, उतापट्टि काली गण्डकी, संसारमा कहीँ नभएको एउटा मात्रै नेपालमा हाम्रो साइडमा काली गण्डकी छन्। त्यस्तो ठाउँमा यहाँ मन्दिर छन्, पूजा चलाइ गर्नुहुन्छ। यस्ता धर्मात्माहरू बस्ने यो ठाउँ हो। छोडेर जान हुन्न सकेसम्म, जानुभयो भने वर्ष 1-2 फेर आउने गर्नुपर्छ। यहाँका इष्टमित्रलाई हेर्नुपर्छ, यहाँको खाँचो पियो कमाकाले दिएर तिर्न पर्छ, यहाँका पार्टी पौवा चलाउनु पर्छ। यति गर्यो भने लिएर जाने केही होइन, जम्मै छोडेर जाने हो। सास फेर्न छोड्दा दिन बाचा चापी लगाएका छन्, गाडी हुन्छन्, घर यहीँ छन्। असली घर अन्तै छ, खाली रित्तै छ अहिले, वहाँ पनि भोक तिर्सा लाग्नेछ भाइ, वहाँ पनि भोक तिर्सा लाग्नेछ भाइ, पछि गरी खाने के छ तेरो कमाई। उहाँ घर रित्तो छ, यहाँको भरेर भएन, त्यस कारणले पछि गरी खाने त 2-4 पैसा पार्टी पाउमा चढाएको, 2-4 पैसा स्कुलमा दिएको, बाटोघाटो बनाउँदा पानी बनाउनु पर्यो बाबु, तिमीले दिन पर्छ भने पनि खुरुक्क 2-4 रुपियाँ जति जमिन त चन्दा लेखेर तिरेको, तिनी सबै उहाँ लेखेर ब्याङ्कमा जम्मा भयो। उहाँका ब्याङ्कमा मिठो वचन बोलेको, अर्को जन्ममा पनि भगवानको सामिप्यता प्राप्त होस् हुनेछ भन्दै यी वचनहरू यही अर्पण गर्दछु। हरे नमः। संस्थदेवहरूको, गौरी आदि षोडश रात्रिहरूको, उमामेश्वर भगवानको, ग्रहहरूको, वैश्वानर भगवानको, अष्टादश पुराणहरूको, 4 वेदहरूको, अर्काका पितृहरूको, अर्काका माता नानीहरूको, वेदोक्त सत्य सनातन वैदिक धर्मको। ओम नमः पार्वती पतये हर 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 महादेव शम्भो। चन्द्रमा मनसोर्जात तक्षोः सूर्यो अजायस्य मुखादग्निरजायत नीतवर्ति समयुक्तमनिना योजितं मया दीतं गृहाणदेवी सत्रैलोक्यं तिरस्थौ द्राक्षाल्यम् ज्योतिर्वर्जः स्वाहा, सूर्यो वर्षो ज्योतिर्वर्जः स्वाहा, ज्योतिः सूर्यः सूर्यो ज्योतिः स्वाहा। इदगो हविः प्रजननं मे अस्तु दशमीदगो सर्वगणगो स्वस्तिः आत्म शनि प्रजा शनि पशु शनि। यसो दाहिने घुमेर तम
तमेव सर्वज्योतिंसि तेन नीराजयामः स्वाधं विश्ववन्दं निखिलभवहरं पंसितकरं नवनीरदावाकादरवीन्द्रनेत्रादि कृष्णानि पुष्पाणि मनोहराणि सुरासुरारामधुर्लभानि तानि पुष्पाञ्जलिर्मे च सखावजनित्यं स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समरस्तन्नमामि हरिं परं श्रीहरये नमः मंत्र गौर्यादि षोडश मातृहरों को वैश्वानर भगवान को सूर्यादि नवग्रह हरों को लक्ष्मी नारायण भगवान को उमामय सीताराम चंद्र भगवान को राष्ट्रदेव पशुपतिनाथ भगवान को ऋषिकेश भगवान को सप्तवती धाम को गायत्री माता को सूर्यनारायण भगवान को कुल देवता को नाग देवता को गंडकी माता को रुद्र गंगा को तुलसी माता को गौ माता को पृथ्वी माता को लक्षवर्ती महिमा को आज को ब्रह्मलिंग स्वामी महाराज को 1008 स्वामी ज्ञानानंद महाराज को 1008 स्वामी विवेकानंद महाराज को वेदोक्त सत्य सनातन वैदिक धर्म को ओम नमः पार्वती पदाय हरम ओम श्री राधे ओम तनो अग्ने सीतान्नो बायायुर्गा अग्नि सायुर्वेदे व्रचोदाग्ने शिवर्चोवेदे अरगा बहुला मे करो तन्नं पयोरे तो अस्मा सुदत्तः ओम आदौ चतुष्पादतले कर्मोर्याद ओम तत्तथुर्वेदहितं पुरस्ता शुक्रमुच्चरदः भद्रवाम सरदः ससवदेविनः श्याम सरदः सतं पाप संभव ओम नमः ओम तोयं भ्रामितं केशवोपरि